हेलो गाइज वेलकम टु माई भ्लग मेरो भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज निकै घाम लागिरहेको छ युकेमा, तपाईँहरू देख्न सक्नुहुन्छ। घामको पुरै सनी वेदर छ होइन। आज चाहिँ म जाँदैछु अक्सब्रिजतर्फ। भर्खर घरबाट निस्केँ, अन्त रेडी भएर वेम्बली पार्क स्टेसन हो। आज निकै भिडभाड देख्न सकिन्छ र म जाने क्रममा छु वेम्बली पार्क स्टेसन। तपाईहरु देख्न सक्नुहुन्छ एकदम भिडभाड छ आज हैन। म चाहिँ यो साइडबाट चाहिँ एन्ट्री गर्नेछु। एकदम रमाइलो छ आजको वेदर। हेरौँ, म तपाईहरुलाई फेरि अर्को क्लिप चाहिँ वेम्बली पार्कबाट चाहिँ अक्सब्रिज ओर्लेपछि फेरि लिएर आउनेछु। लेट मी गो इनसाइड द वेम्बली पार्क स्टेसन। र तपाईहरु देख्न सक्नुहुन्छ म स्टेसनभित्र छिरिसकेको छु। अब स्टेसनबाट चाहिँ म प्लेटफर्मतर्फ जाँदैछु जहाँ चाहिँ ट्रेन आउने गर्छ। मेरो चाहिँ प्लेटफर्म रहेको छ प्लेटफर्म 2 देख्न सकिन्छ, प्लेटफर्म 2। र ट्रेन आउन चाहिँ लगभग अक्सब्रिजको 17 मिनट देखाइरहेको छ। माई गड, आज निकै पर्खिनु पर्ने 17 मिनटबाटै फाइनली म प्लेटफर्म आइपुगेँ। उतापट्टि जाने चाहिँ एमर्सन जाने ट्रेन आयो, एमर्सन जाने। तर मेरो जानुपर्ने अक्सब्रिज, सो म यहाँ वेट गर्नुपर्छ। सी यू गाइज। म भर्खरै ट्रेनबाट निस्किसकेँ र अब चाहिँ म अक्सब्रिज जाँदैछु। अक्सब्रिज देख्न सक्नुहुन्छ। फाइनल्ली अक्सब्रिज आइपुग्यो। तपाईँलाई म देखाउँछु है त यहाँबाट टक्क निस्केपछि कस्तो छ त अक्सब्रिज एरिया भनेर, किनकि धेरैलाई क्युरियोसिटी पनि हुनसक्छ होइन। ल म अगाडि चाहिँ अब ट्याप आउट हुनेतिर जाँदैछु। युकेमा चाहिँ इन आउट हुनै पर्छ। ल थ्याङ्क यू।